बाटैबाट बाँदर कहाँ हिँडेको थाहा छैन। यस्तरी सबै यो आतङ्क छ गाउँमा। बाँदरले गर्दाखेरि पुरै बिहान उठेदेखि रात नपर्दासम्म यिनीलाई कुर्या बसिया छ। के गर्ने हैरान। यस्तो आतङ्क मच्चाछन् नि बाँदरले अहिले। केही बाली रहन दिन्नन्। मकै जम्मै भाँचेर जम्मै खान नहुँदै यस्तरी फुङ्गाली हिँडे हुलै हिँडे। बाँदरलाई भाइरल गराउनु पर्यो भनेर हो के रे। त्यसरी त हिँड्नुहुन्न नि त। ए गण्डकी तारे नि आउँछन् बाँदर त। बाँदरै धपाउन आउनु आएको होला के गुलेली लिएर।